हेलो एन्ड नमस्ते वेलकम ब्याक टु माई च्यानल टेक्नो इन्फर्मेटिक्स। आज तपाईँहरूलाई म नर्मल मेरो सेयर एप्स अथवा वेबसाइट जेबाट भए पनि तपाईँहरूलाई चाहिँ म आइपिओ भन्न सिकाउन जाँदैछु। तपाईँले मेरो सेयर डाउनलोड गरेर जस्तै एप्पल स्टोर अथवा प्ले स्टोर जेबाट पनि पाउनुहुन्छ यो मेरो सेयर भन्ने। सो यसलाई ओपन गरेपछि चाहिँ यो यस्तो इन्टरफेस खुल्नेछ। सो मलाई चाहिँ अनि एन्ड देन तपाईँले यो एप्स चाहिँदैन भने वेबसाइटमा गएर डाइरेक्ट मेरो सेयर भनेर पनि हान्न सक्नुहुनेछ। सेम इन्टरफेस खोल्छ। एन्ड देन तपाईँको डिपिआइडी हान्न पर्ने हुन्छ, ब्याङ्कको कोड तपाईँको युजर नेम हान्नु पऱ्यो। एन्ड देन तपाईँले राखेको पासपोर्ट गरेर तपाईँले लगइन एन्ड सेम इन्टरफेस खुल्ने। एन्ड देन तपाईँले यो देख्नुपर्छ, यो भनेको तपाईँको आइडी र लगआउट गर्नको लागि हो। अनि यो 3 लाइन देख्नुपर्छ, यसमा क्लिक गर्नु पऱ्यो। एन्ड देन तपाईँले आइपिओ भन्नलाई यसमा जाने एपोलो हाइड्रो पावर लिमिटेड फर जनरल पब्लिक अनि यसको कोड रहेको छ एपिएचपिएल आइपिओ डट अर्डिनरी सेयर। हामीले अनि लास्टमा एप्लाई भन्ने छ, हामीले चाहिँ यो भर्ने हो, यसमा एप्लाई गर्ने। एन्ड देन अब आफ्नो ब्याङ्क चुज गर्नु पऱ्यो होइन, तपाईँको ब्यालेन्स चाहिँ कुन एकाउन्टमा छ। एन्ड देन तपाईँको मिनिमम पनि 1010 चाहिँ हुनुपर्छ है एकाउन्टमा चाहिँ ब्यालेन्स। किनकि 1000 रुपियाँ भनेको चाहिँ यो तपाईँको यो आइपिओ भरेको भेरिफाई भयो भनेपछि 1000 रुपियाँ होल्ड गर्छ। तर ब्यालेन्स चाहिँ काट्ने चाहिँ होइन, तर ब्यालेन्स काटेको चलाउन नमिल्ने तरिकाले होल्ड गरेको राखिदिएको हुन्छ। तपाईँको एकाउन्टबाट आइपिओ भेरिफाई भएपछि काट्ने भनेको 5 रुपियाँ चाहिँ उनीहरूले सर्भिस चार्ज डेबिट गर्छ होइन। तपाईँले एउटै ब्याङ्कबाट मात्र गर्नुपर्छ भन्ने छैन। जस्तै मेरो यहाँ 3टा ब्याङ्क छ, मेरो 3टा ब्याङ्कमा जुन एकाउन्टमा पैसा छ मैले त्यसबाट गर्न मिल्छ होइन। जस्तै मेरो म्याक्सिमम ट्रान्जेक्सन हुने नबिल ब्याङ्क लिमिटेड होइन। एन्ड देन चुज एकाउन्ट नम्बर, अनि एकाउन्ट नम्बर आफै आउँछ, ब्रान्च कुन हो माइलीपाटन ब्रान्च। अनि तपाईँले यहाँ भर्ने भनेको तपाईँको यहाँ देखाएको हुन्छ मिनिमम किता चाहिँ तपाईँको यहाँ ओपनिङ डेट चाहिँ यो कहिले हो 2026 4 महिना अप्रिल 9:10 AM चाहिँ बिहानको 10 बजे खुलेको रहेछ ओपनिङ डेट। अनि यसको चाहिँ क्लोजिङ डेट चाहिँ कहिलेसम्म भर्न मिल्छ त भन्दाखेरि 2026 अप्रिल 15 बेलुका साँझ 5 बजेसम्म भर्न मिल्दो रहेछ। नम्बर अफ सेयर चाहिँ कति रहेछ 7,80,200। यसमा चाहिँ अब जनरल पब्लिकहरूले भर्ने भनेको चाहिँ भर्ने भनेको नै 10 किता, न त मिनिमम न त म्याक्सिमम, पर्ने भनेको 10 किता हो। सो यो चाहिँ 78,020 जनालाई चाहिँ यो किता पर्छ। एन्ड देन यसको प्राइस एउटा सेयरको चाहिँ कति पर्छ, प्राइस पर सेयर भनेको चाहिँ एक सेयरको चाहिँ कति छ त भन्दाखेरि 100 रुपिस छ होइन। भनेपछि तपाईँले 10 किता भर्नुहुन्छ होइन, तपाईँले 10 किता इन्टु 100 गरेपछि त 1000 नभयो, त्यो चाहिँ 1000 रुपियाँ चाहिँ ब्याङ्कले के गर्छ होल्ड गर्छ। अनि मिनिमम क्वान्टिटी भनेको 10 किताभन्दा तल चाहिँ भर्न पाइन्न। फेरि मसँग 500 रुपियाँ छ म 5 किता मात्र भर्छु भनेर भएन। यहाँ के भनेको छ मिनिमम क्वान्टिटी 10 किता, म्याक्सिमम क्वान्टिटी चाहिँ कति भनेको छ 94,000 म्याक्सिमम क्वान्टिटी चाहिँ भर्न मिल्छ अरे। डिभिजेबल क्वान्टिटी कतिजनालाई पर्दो रहेछ त 10 किता मात्र पर्ने रहेछ। अब यहाँबाट चाहिँ हामीले भर्न पर्यो होइन। एपोलो भयो, मैले ब्याङ्क पनि सेलेक्ट गरिसकेँ। अब हामीले किता कति गर्नु पर्यो ओके। अब मैले एप्लाई किता चाहिँ कति 10 किता डिभाइडेबल त्यही हो उस्तै हो भनेपछि किन बढी भने होइन, किन ब्याङ्कमा होल्ड गराएर राख्ने पैसा धेरै जति हो त्यति भरिदिए होइन। धेरै लोभ लालच गरेर नि हुँदैन। फेरि लोभी भन्यो भने सकियो सेयर मार्केटमा। डिसिप्लिन र मनमा धैर्यता कन्ट्रोल चाहिँ हुनुपर्छ। 2867 होइन। एन्ड देन अब चाहिँ तपाईँले ओके भनेर चाहिँ कन्फर्म गर्नु पऱ्यो। आई डिक्लेयर द्याट आई एम एप्लाइङ विथ द एबोभ मेन्सन डिटेल फर द सेलेक्टेड इस्युड सेयर ओन्ली आफ्टर केयरफुल रिडिङ द। मैले सबै पढेँ अरे भ्याएँ सबै गरेँ दुनियाँवादी गरेँ, अब मेरो सेयर एप्लाई गरिदिएँ भनेर टिक लाउनु पऱ्यो। एन्ड देन प्रोसिड। मोबाइल ब्याङ्किङ चलाउनुहुन्छ तपाईँले, खल्ती इसेवा चलाउनुहुन्छ 4 डिजिट पिन लास्टमा ट्रान्सफर गर्ने बेला हान्नुपर्छ नि, त्यस्तै हो है। ल मैले मेरो पिन हाने अनि एप्लाई सेयर हेज बिन एप्लाइड सक्सेसफुल्ली भने होइन।
अब यहाँ चाहिँ के देखायो, अघि चाहिँ एप्लाई देखाएको थियो, अहिले के देखाएको थियो, एडिट गरेँ। किनकि मेरो सेयर एप्लाई भयो, अब एडिट गर्न मन छ भने एडिट गर भन्यो। अब भोलिका दिनमा सेयर पर्यो परेन, अनि यो चाहिँ मैले एप्लाई भरेको चाहिँ एपोलो हाइड्रो पावर लिमिटेडको मैले भरेको चाहिँ भयो कि नै भनेर हेर्नको लागि चाहिँ के गर्नु पऱ्यो, एप्लिकेसन हालेपछि यहाँ एउटा एप्लिकेसन रिपोर्ट छ, त्यसमा जानु पर्यो। अब एप्लिकेसन एपोलोको के भयो त नि भनेर हेर्दाखेरि यहाँ तल तपाईँको एउटा के हुन्छ, स्ट्याटस भन्ने हुन्छ यो सेकेन्ड लास्टमा है। अहिले स्ट्याटस के देखाएको छ, अब मेरो एप्लिकेसन सबमिटेड डेट भनेर स्ट्याटसभन्दा माथि 10 अप्रिल 2026 आजको दिन है, आजको दिन चाहिँ देखायो। अनि स्ट्याटस चाहिँ के छ, अनभेरिफाइड, किनकि मेरो पैसा होल्ड गरेको छैन। भर्खर त भरेछु होइन, भर्खर चुड्की बजाएर हुने कुरा होइन। सो भोलिका दिनमा चाहिँ इनकेस भयो भने चाहिँ के हुन्छ त भन्दाखेरि, यो कालिम्पोङको पनि हिजो अस्ति भर्खसी भरेको थिएँ, हेरौँ है त। यसरी यसको चाहिँ के भयो, स्ट्याटस भेरिफाइड भयो होइन। ब्याङ्कले चाहिँ मेरो पैसा होल्ड गरिसक्यो, 5 रुपियाँ पनि सर्भिस चार्ज खाइसक्यो। पहिला चाहिँ सर्भिस चार्ज लिन्थेन, आजकल चाहिँ अब धेरै भयो भनेर लिन थाल्यो। उही त्यो फाइदा हुने काम। अनि जस्तै अब परेको नपरेको जस्तै यिनीहरू चाहिँ खुलिसक्यो, आइपिओको चाहिँ बाटफाट भइसक्यो। अब यसको चाहिँ के छ यहाँ, स्ट्याटस नट एलाउडेड, स्ट्याटस नट एलाउडेड भनेको मलाई परेन। परेको कसरी थाहा पाउने भन्ने कुरा तपाईँको मनमा होला। त्यसको लागि चाहिँ हामी कहाँ जाऊँ, सोलुकमा जाऊँ। सोलुको चाहिँ म मालिक हो, 10 कित्तेको मालिक हो। स्ट्याटस एलाउडेड। इनकेस तपाईँलाई सेयर पर्यो, यस्तो एलाउडेड भयो भने चाहिँ तपाईँको ब्याङ्कमा जुन होल्ड गरेर चलाउन नमिल्ने गरेर 1000 रुपियाँ राख्दैछ, त्यो 1000 रुपियाँ बल्ल डेबिट गर्छ, नत्र भने डेबिट गर्दैन, तपाईँकै खातामा हुन्छ। सो अब चाहिँ यति भएपछि तपाईँले आइपिओ भर्न पनि जान्नुभयो, तपाईँलाई सेयर पर्यो परेन, तपाईँको एकाउन्ट भरेको ठिक भयो भएन भनेर चाहिँ यसरी तपाईँले गर्न सक्नुहुने भयो। अब आफै वेबसाइट अथवा मेरो सेयरबाट, मेरो सिप्स एप्सबाट हुने पनि यही हो, तपाईँको वेबसाइटबाट जानुभयो पनि यही हो। ल यसरी चाहिँ अब तपाईँले के गर्न सक्नुभयो, आइपिओ आफै भर्न सक्नुहुने भयो। एन्ड देन एप्लाई गरिसकेपछि तपाईँले यहाँबाट लगआउट गर्न चाहिँ नबिर्सिनु होला। होप दिस भिडियो इज इन्फर्मेटिभ फर यु। अब यति भएपछि चाहिँ ढुक्क भएर भर्नु होला। आइपिओ पऱ्यो भने मालिक हुनुभयो। भोलिका दिनमा तपाईँले आइपिओ 1000 रुपियाँले 4-5 हजार भए पनि एक टाइम चाहिँ पुग्छ, त्यो बेलामा बेच्न सक्नु पर्यो। नभए राखेर सेयर बढाउँछु भन्न नि मिल्यो, जे गर्न नि मिल्यो, त्यो तपाईँको सो इच्छा, तपाईँको सम्पत्तिको। ओके, भिडियोमा जो नयाँ हुनुहुन्छ उहाँले च्यानल सब्सक्राइब गर्नुहोला। भिडियो अन्तिमसम्म हेरेर साथ दिनुभयो, अवश्य लाइक त गर्नु नै हुनेछ, र केही कमी कमजोरी भए कमेन्ट पनि गर्नुहोला सजेसनको लागि। एन्ड देन मैले यस्तै इन्फर्मेटिभ भिडियोहरू अपलोड गर्ने नै छु, त्यसको लागि फर्स्टमा तपाईँले नोटिफिकेसन जाओस्, त्यसको लागि बेल आइकन अन पनि गर्नुहोला। होप यु एन्जॉय द भिडियो, किप वाचिङ, किप लभिङ। जय नेपाल, चिल आउट।